ल हेर्नु त साथीहरू, पाकेको केरालाई पनि तेलमा यत्तिकै बोक्रैसँग फ्राई गरे पश्चात चाहिँ तपाईँको पछि यसलाई होइन मजाले फ्राई गरेर निकालेर बोक्रा केलाएर चाहिँ यसको पनि तपाईँको रोल सेम मोमो जस्तै अथवा चाना चाना बनाएर मोलेर चाहिँ होइन मजाको परिकार बनाएर खान सकिने रहेछ है। ल हेर्नुहोस् गजबको। त्यसै वेस्ट इन्डिया मेरो ख्यालले लाग्छ मद्रास बेङ्गलोरतिरको हुनुपर्छ है। गजबको आइडिया। ल हेर्नुहोस् त, वाह। अब यसलाई तपाईँको फ्राई गरिसकेको केरालाई चाहिँ अब मसला ससला गरेर स्पाइसी तयार गरेर चाहिँ यसलाई चाहिँ मोल्ने तपाईँको गजबले ल यो तरिकाले है। त्यसपछि अब हेर्दै जानुहोस् के बन्छ त। ल हेर्नुहोस् डल्लो 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 पारेर चाहिँ ठ्याक्क फ्राई गरिदिने। या क्या गजबको आइडिया। ल हेर्नुहोस् त, पाकेको केराबाट पनि यसरी परिकार बनाएर खान सकिने रहेछ। ल हेर्नुहोस्, वाउ, भेरी बेस्ट, गुड आइडिया। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्न कमेन्ट गर्नु होला।